रातिको झन्डै 9 बज्न लागिसकेको छ। यतिखेर हामी स्मारक भित्रको यो प्राङ्गणमा रहेर तपाईँहरूलाई यो सुन्दर दृश्यहरू देखाइरहेका छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ र घुम्न आउन पनि सक्नुहुन्छ। रातिको 9 बजे चाहिँ यहाँ बन्द भइसक्दो रहेछ। सम्बन्धित निकायसँग हामी के भन्न चाहन्छौँ भने कम्तीमा यस्ता ठाउँहरू 11 बजेसम्म खुलाइदिनु भयो भने साँच्चीकै अझै मानिसहरूको आगमन बढ्ने थियो है। तपाईँहरूले यति चाहिँ बुझ्नुपर्छ, किनभने यस्ता ठाउँहरू रातिको समय सुरक्षाको दृष्टिकोणले अलिकति गम्भीर भए पनि त्यसलाई चाहिँ तपाईँहरूले अलिकति ध्यान दिएर गर्न सक्नुहुन्छ। किनभने मद्यपान गरेका व्यक्तिहरूलाई भित्र नछिराउने हो भने यसै पनि सुरक्षित हुन्छ नै। तपाईँहरू देख्न सक्नुहुन्छ अत्याधिक राम्रो छ। त्यही भएर कम्तीमा 11 बजीसम्म खुलाउनका लागि सम्बन्धित निकायसँग मेरो अनुरोध पनि छ। किनभने बेलुकाको यो शीतल समयमा नै हो घुम्ने भनेको। ल फर्कौँ।